नमस्कार यहाँहरु सबैलाई। मैले आज पनि हामीसँग भएका गाडीहरु तपाईहरु समक्ष जानकारी गराउनको लागि उपस्थित भइसकेको छु। यो गाडी हजुरले मेरो अगाडि देख्नु भएको छ, यो क्रेटा एसएक्स 2021। तपाईले राजाकै कुरै चलिरहेको छ। यो चाहिँ राजा गाडी, ब्ल्याक कलर भन्नेबित्तिकै एउटा राजाले चढ्ने गाडी भनेर बुझिन्छ। तपाईलाई पनि राजा बनाउने एकदमै राम्रो गाडी जुन 2021 अघि नै मैले तपाईलाई भनिसके। एसएक्स जसमा पानारोमिक सनरुफ, मनरुफ पनि, पावर स्टीयरिङ, पावर विन्डो, क्रुज कन्ट्रोल, 6 स्पिड म्यानुअल ट्रान्समिसन, 17 इन्चको एलोय देखि सबै कुराले लोडेड, जम्मा 42,000 मात्र रहनु भएको तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 55 लाखमा। त्यसमा पनि केही पैसा घट्न मिल्ने, तपाईको गाडीसँग सट्टापट्टा अनि तपाईले 50% सम्म फाइनान्स गर्न सक्नुहुने। अर्को गाडी छ हामीसँग, अर्को Hyundai की। हेर्नुस् त यहाँ 2019 को Hyundai Sentro। अप्सन मध्येको सबभन्दा टप अप्सन जुन चाहिँ उसको स्पोर्ट्समा सिंगल युजर 42,000 मात्र रहनु भएको, काहीँ कतै नकोरिएको, एकदमै एक्सिडेन्ट पूर्ण रूपमा फ्री विथ ग्यारेन्टी, जम्मा 20,50,000। त्यसमा पनि केही पैसा घट्न मिल्ने, 50% फाइनान्स अनि तपाईसँग भएको गाडीसँग सट्टापट्टा त्यसमा पनि अवेलेबल नै छ। अर्को गाडी छ हामीसँग Hyundai की, त्यो पनि जुन क्रेटा 2018 को एसएक्स नयाँ सेपमा, 1600 सीसी को पेट्रोल इन्जिन, सिंगल ह्यान्ड, काहीँ कतै नकोरिएको, एक्सिडेन्ट पूर्ण रूपमा फ्री विथ ग्यारेन्टी, बुढीको भने जम्मा 67,000। जस्तो नयाँ सुरुमा छ त्यस्तै अवस्थामा बकेट फिटिङ सिटदेखि सबै कुरा मेन्टेन गरिएको, राम्रोमा एकदमै राम्रो गाडी अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 41 लाख। अर्को गाडी छ हामीसँग Hyundai की औडा जुन 2021 सिंगल ओनरशिप, एक्सिडेन्ट पूर्ण रूपमा फ्री विथ ग्यारेन्टी, 50% फाइनान्स, तपाईसँग भएको कुनै पनि गाडीसँग सट्टापट्टा। गाडी यति राम्रो छ कि कुरै नगर्नु, जस्तो सोरुममा छ त्यस्तै अवस्थामा। तपाईलाई Hyundai को विषयमा के कुरा बोल्नु पर्दा चाहिँ Hyundai-ले एउटा यत्रो प्लान्ट सुरु गरिसकेको छ जुन नेपालमै पनि एसेम्बलिङ हुन्छ। कोरियन उत्पादन हो, कोरियाबाट सुरु भएर विश्वका 190 वटा भन्दा बढी राष्ट्रहरुमा आफ्नै प्लान्टद्वारा सेवा दिइसकेको, नेपालमा पनि आफ्नै प्लान्टद्वारा सुरु भइसकेको हामीलाई गर्वको विषय के भने अब Hyundai को क्रेटा अनि भेनु अनि अरु पनि प्रोडक्टहरु चाहिँ मेड इन नेपाल भनेर आउँछ। त्यसकारणले अब हामीलाई अझ बढी विश्वसनीय अनि अर्को भनेको पार्ट्स पनि यहाँ पाउने ग्यारेन्टी। भनिसके मैले हजुरलाई, एउटा कम्पनी जसले चाहिँ अरबौं रुपैयाँ खर्च गरेर प्लानदेखि सबै कुरा राख्छ भने त्यो पक्कै पनि तपाई हाम्रो मायाको बाटो राखेको हो, अझै बढी कस्टमर बन्छ र कस्टमरहरुको प्रति चाहिँ अझ बढी सिन्सियर हुनुपर्छ भन्ने सम्म राख्नु भएको उहाँहरुले। त्यसैले म तपाईलाई के भन्छु भने Hyundai इज वान अफ द बेस्ट इन नेपाल। अब तपाईले चढेर पनि फिल गर्न सक्नुहुन्छ। पहिला चढिसक्नु भएको छ तपाईलाई थाहा छँदै छ, चढ्नु भएको छैन भने उहाँहरुले पनि थाहा पाउनुहुन्छ जब यो गाडी चढ्नुहुन्छ। अर्को गाडी छ हामीसँग Skoda Fabia 2009 ड्युल एयरब्याग, एबीएस, पावर स्टीयरिङ, पावर विन्डो सबै कुराले लोडेड, बकेट फिटिङ सिट, जिरो मेन्टेनेन्स, जस्तो नयाँ छ त्यस्तै नै अवस्थामा मेन्टेन गरिएको, 2009 भए पनि एक्सिडेन्ट पूर्ण रूपमा फ्री विथ ग्यारेन्टी। अब कतिमा पाउँनुहुन्छ भने जम्मा 9 लाख रुपैयाँमा, त्यसमा पनि केही पैसा घट्न मिल्ने, तपाईको कुनै पनि गाडीसँग सट्टापट्टा, तर यसमा चाहिँ नो फाइनान्स। अब अर्को गाडी छ मसँग एकदमै क्यूट गाडी जुन तपाईले हेर्न सक्नुहुन्छ, ज्याङ सिटी स्पिड। यो चाहिँ कम्प्लिटली चाइनिज गाडी हो। यो सिटीको लागि अति नै उपयुक्त, घरमा बच्चाहरु या कोहीलाई पनि चलाउनको लागि राम्रो, सर्ट डिस्टेन्स लागि चाहिँ एकदमै पर्फेक्ट। 120 एकचोटीको फुल चार्जमा दिने, यसमा एसी मात्रै चार्ज हुन्छ, डीसी चार्ज हुँदैन। एकचोटीको फुल चार्जमा अघि मैले तपाईलाई सुनाइसके 120 किलोमिटर दिन्छ। यो सोरुममा आजको दिनमा 20 लाख रुपैयाँ पर्ने गाडी अब तपाईले पाउनुहुन्छ मात्र मूल्य रु आधी 10 लाखमा। 2020 मा बनेको 17,000 मात्र रहनु भएको। यसमा मनरुफ पनि छ, पावर स्टीयरिङ, पावर विन्डो, ब्याक सेन्सर, ब्याक क्यामेरा, 12 इन्चको एलो व्हील देखि सबै कुराले लोडेड। यो कुन्टे सानो सिटी सेडान स्पिड कार तपाईले पाउँदै हुनुहुन्छ मात्र सुनिसक्नु भएको छ 10 लाखमा। तर यसमा फाइनान्सहरु हुँदैन, एक्सचेन्ज गर्न मिल्छ। फेरि पनि मैले तपाईलाई Hyundai लिएर आइसकेको छु। यो पनि अति नै लोकप्रिय, नेपाली मार्केटमा असाध्यै राम्रो रिसेल भएको गाडी जुन तपाईले अगाडि देखिसक्नु भएको छ, Hyundai ग्रान्ड i10 Magna 2018 मा बनेको, 62,000 मात्र रन, सिंगल जिरो मेन्टेनेन्स कस्टमा, असाध्यै राम्रो। अब यहाँले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 23,50,000। त्यसमा पनि केही पैसा घट्न मिल्ने, 50% सम्म फाइनान्स अनि तपाईसँग भएको कुनै गाडीसँग सट्टापट्टा पनि छँदै नै छ। अब अर्को नेक्स्ट हेर्नुस् हजुरले, टोयोटा विश्वमा सबभन्दा राम्रो सेल्स रेकर्ड बनाउन सफल, आजसम्म विश्वमा धेरै वर्षदेखि नम्बर 1 इन वर्ल्ड सेल्स रेकर्ड बनाउन
अब्बल यो गाडी साँच्चै नै बलियोमा बलियो, उत्कृष्ट पर्फर्मेन्स अनि माइलेजदेखि सबै कुराले भएको कारणले भएको हो त तपाईँलाई थाहा नै छँदैछ। नेपाली मार्केटमा नयाँ किन्दा 48-50 लाख रुपियाँ पर्ने यो टोयोटा इटियोस क्रस 1500 सीसी को पेट्रोल इन्जिनमा छ। आजसम्म 71,000 मात्र ओडोमिटर रन भएको सिंगल ओनरशिप एक्सटेन्ड फ्री विथ ग्यारेन्टी गाडी अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 25,50,000। त्यसमा पनि केही पैसा घट्न मिल्ने 190 mm को ग्राउन्ड क्लियरेन्सदेखि सबै कुराले लोडेड भएको यो गाडी मजाको एउटा एसयुभी पनि होइन, क्रसओभर पनि होइन, दुईटै कुराको मिक्स। तर गाडी असाध्यै बलियो, असाध्यै राम्रो, मिटर पनि एकदमै राम्रो छ अरू भन्दा है। यसमा पावर स्टियरिङ, पावर विन्डो, एयर ब्याग्स, प्रोजेक्टेड हेडल्याम्प, तपाईँको फग लाइटदेखि सबै कुराले लोडेड यो गाडी चढ्ने टेस्ट ड्राइभ गर्ने पालो अब कसको? तपाईँको नै। अब अर्को गाडी हेर्न सक्नुहुन्छ हजुरले, यो चाहिँ सेडानमा इटियोस मात्रै हो, यो क्रस होइन। यो पनि तपाईँको 1500 सीसी को पेट्रोल इन्जिन, सिंगल ओनरशिप, 90,000 मात्र ओडोमिटर रन भएको सेडान। तपाईँले अब ट्राभल टुर्समा पनि हाल्न मिल्ने, आफ्नो फ्यामिलीलाई चाहिँ मजाले लगेजहरूमा राखेर बाहिर घुम्न पनि मिल्ने 501 लिटरको बुट स्पेस भएको 6 फिट म्यानुअल स्पिड ट्रान्समिसन, पावर स्टियरिङ, पावर विन्डो, एसी अनि एयर ब्यागदेखि सबै कुरा लोडेड गाडी तपाईँले पाउनुहुन्छ मात्र मूल्य 16,50,000 है। 30% फाइनेन्स अनि तपाईँसँग गाडी एक्सचेन्ज चाहिँ छँदैछ। अब अर्को हामीसँग त्यति नै अब्बल र दमदार गाडी छ जुन चाहिँ तपाईँले नेपाली मार्केटमा कुनै बेला 117 राज गर्न सफल, सबैको मुखमा झुमिसकेको डस्टर, जुन फ्रेन्च कम्पनी 2016 मा बनेको 1500 सीसी को डिजेल टर्बो इन्जिन, 6 स्पिड म्यानुअल ट्रान्समिसन RXZ प्लस यानी कि टप अप्सन, जसमा 4 पावर विन्डो, पावर स्टियरिङ, एसी, एयर ब्याग्स, 109 mm को ग्राउन्ड क्लियरेन्स, 17 इंच को एलोविलदेखि सबै कुराले लोडेड अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 23,50,000, जसमा 30% फाइनेन्स गर्न मिल्ने, तपाईँसँग भएको कुनै गाडीसँग सट्टा पट्टा त छँदै नै छ। तपाईँले सोच्दै हुनुहुन्छ होला कुनै बिजनेसको लागि असल सहयात्री देखिसक्नु भएको छ 1200 सीसी को 2020 मा बनेको मारुति सुजुकी, एकदमै रिनाउन्ड ब्रान्ड, जापानिज कोलाबोरेसनमा इन्डियाको मारुतिसँग मर्ज गरेर तयार पारिएको, नेपाली मार्केटमा 117 कुनै बेला राज गर्न सफल, अहिले पनि त्यत्तिकै राम्रो पर्फर्मेन्स भएको, सिटीको लागि पनि अति नै उपयुक्त, बाहिरको लागि पनि राम्रो, सानो कार्गोको लागि अति नै उपयुक्त। 1200 सीसी चुनिसक्नु भएको छ। अघि नै भनिसकेँ 1200 सीसी मात्र नभएर 2020 मा बनेको, जम्मा 27,000 मात्र ओडोमिटर रन भएको अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 11,50,000। आज सुरुमा 18 लाख रुपियाँ पर्ने गाडी 11,50, यो पनि थोरै घुडेको, तपाईँको असल बिजनेसको सहयात्री बन्ने कन्फर्म छ। थाहा छ नि तपाईँलाई, 30% फाइनेन्स पनि छ यसमा अनि डिस्काउन्ट त छँदैछ। अनि अर्को कुरा थाहा छ, एक्सचेन्ज पनि छ। हेर्नुहोस् अर्को गाडी तपाईँलाई टाटाको टियागो, बलियोमा बलियो, 5 स्टार सेफ्टी रेटिङ, सधैँ नै एनक्यापले पाउन सफल, इन्डियामा एकदमै राम्रो नम्बर 1 सेल्स रेकर्ड बनाउन सफल, नेपाली मार्केटमा पनि 36 वटा भन्दा बढी सर्भिस आउटलेट भइसकेको एउटा सेडान पनि होइन, ह्याचब्याक पनि होइन, एसयुभी पनि होइन, एसयुभी र ह्याचब्याकको मिक्स क्रस ओभर, जसमा 190 mm को ग्राउन्ड क्लियरेन्स, एलो व्हील, एयर ब्याग्स, पावर स्टियरिङ, पावर विन्डोदेखि सबै कुरा लोडेड, जम्मा 34,000 मात्र ओडोमिटर रन भएको हस्पिटल युजर गाडी अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 20,50,000। त्यसमा पनि थोरै घट्न मिल्ने, तर गाडी असाध्यै राम्रो, दमदार, पिकअपमा पनि असाध्यै राम्रो, किनभने यो 1200 सीसी को गाडी सानो छ, जहाँ पनि छिर्छ, प्लस क्रस ओभर पनि हो। अब ती सबै कुरा लोडेड गाडी तिमीमा पाएपछि मलाई लाग्छ तपाईँ अन्त जानुहुन्न। 50% फाइनेन्स अनि एक्सचेन्ज पनि यसमा पनि छ। अर्को गाडी तपाईँ देखिरहनु भएको छ, यो चाहिँ लोगो देखिरहनु भएको छ, तपाईँलाई थाहा पनि भइसक्यो, मैले भन्नु पर्दैन तर म भन्छु। कुरा चाहिँ के हो भने यो टियाको स्पोर्टेज AWD 2017 मा बनेको 2000 सीसी को डिजेल इन्जिन, 47,000 मिटर ओडोमिटर रन भएको, बकेट फिटिङ सिट, पावर स्टियरिङ, पावर विन्डो, एसी, अटोमेटिक अनि ब्याक सेन्सर, क्यामेरादेखि सबै कुराले लोडेड अब तपाईँले पाउँदै हुनुहुन्छ मात्र मूल्य 47 लाख। त्यसमा पनि 30% फाइनेन्स गर्न सकिने, तपाईँसँग भएको कुनै पनि गाडीसँग सट्टा पट्टा अनि थोरै डिस्काउन्ट पनि छँदै नै छ। तर गाडी चाहिँ असाध्यै राम्रो छ, 19 इन्चको व्हील, ब्रान्ड न्यू टायरदेखि सबै कुराले लोडेड, एकदमै मेन्टेन गरेको, जिरो मेन्टेनेन्स कस्टमा अब तपाईँले पाउनुहुन्छ। माइलेजको पनि राज, लगभग 15 सम्म दिन्छ काठमाडौँ सिटीमा, 1500 सीसी को 2000 सीसी को 150 km 1 लिटर 1.5 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 लिटर 1.5
हाईमा त्योभन्दा प्लस समय छ। अर्को गाडी हेर्नुहोस् त हामीसँग डिजेलमा मारुति सुजुकी ब्रेजा ZDI प्लस। यसका धेरै भेरिएन्ट मध्ये सबभन्दा टप भेरिएन्ट जुन सुनिसक्नु भएको छ ZDI प्लस 2016 मा बनेको, जसमा पुश स्टार्ट बटन, एलो व्हील, एयर ब्याग्स, पावर स्टियरिङ, पावर विन्डोदेखि सबै कुराले लोडेड अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 26 लाख। तर थोरै मात्र घट्न मिल्ने 50% फाइनान्स अनि तपाईको कुनै पनि गाडीसँग सट्टा पट्टा पनि छँदैन। हेर्नुहोस् कति राम्रो छ, एउटा एसयुभी पनि अनि सस्तोमा पनि र भोलि रिसेल पनि राम्रो भएको नेपाली मार्केटमा विगत लामो समयदेखि एक छत्र रिसेलको रूपमा असाध्यै राम्रो मार्केटिङ गरिसकेको गाडी अब तपाईले आफ्नो बनाउन सक्नुहुन्छ कतिमा 26 लाखमा। त्यसमा पनि थोरै डिस्काउन्ट बुझ्नु भने हजुरले। अब हेर्नुहोस् त अर्को हाम्रो प्योर जापानिज होन्डा, नाम सुनिसक्नु भएको छ तपाईले, लोगो पनि देखिसक्नु भएको छ। 1200 सीसी को एमएज SMT जसमा पावर स्टियरिङ, पावर विन्डो, एसी देखि सबै कुरा लोडेड, 81,000 ओडोमिटर रन भए तापनि जस्तो नयाँ छ त्यस्तै अवस्थामा अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 15 लाख रुपैयाँमा। 15 लाख रुपैयाँमा यति मजाको सेडान गाडी हेर्नुहोस् त, कम दामी छ, पैसा पनि सस्तो, गाडी पनि बलियो, तपाईलाई भोलि बेच्दा पनि राम्रो रिसेल आउने। अब यहाँ भन्दा मलाई लाग्छ अरु तपाईले खोज्नुहुन्न। अर्को गाडी छ हामीसँग टाटाको नेक्सन। यो चाहिँ 209mm सबभन्दा बढी ग्राउन्ड क्लियरेन्स भएको एसयुभी सेगमेन्टमा इन्डियामा अनक्यापमा सेफ्टी रेटिङ प्राप्त, सेल्स रेकर्ड पनि नम्बर 1 बनाउन सफल, सबै कुराले भरिपूर्ण लोडेड यो गाडी अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 28 लाख। टाटा नेक्सन 2018 मा बनेको XZ प्लस, मेरो मतलब सबभन्दा टप सुनिसक्नु भएको छ। तपाईले कतिमा पाउँदै हुनुहुन्छ? जम्मा 28 लाखमा, त्यसमा पनि 50% फाइनान्स अनि तपाईसँग भएको गाडीसँग सट्टा पट्टा पनि छँदैन छ। अर्को हामीसँग छ सियाज, जुन चाहिँ सेडान, कम्प्लिटली सेडान, 1373 सीसी को पेट्रोल इन्जिन, सिंगल ओनरशिप, कहीँ कतै नकोरिएको एक्सिडेन्ट पूर्ण रूपमा फ्री सियाज ZXI प्लस, जसमा पुश स्टार्ट बटन, एलो व्हील, एयर ब्याग्स, पावर स्टियरिङदेखि सबै कुराले लोडेड अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 19,50,000। त्यसमा पनि केही पैसा घट्न मिल्ने, तपाईसँग भएको गाडीसँग सट्टा पट्टा अनि 50% फाइनान्स पनि यसमा छँदैन छ। अब हामीसँग अन्तिम गाडी छ यहाँ मध्येको, जुन यसको राम्रो र अचम्मको कुरा चाहिँ के छ भने यो 180mm को ग्राउन्ड क्लियरेन्स छ। हेर्न सक्नुहुन्छ यहाँ, हेर्नुहोस् त यहाँ 180mm को ग्राउन्ड क्लियरेन्स भएको हुँदा जसोसुकै अफरोडमा पनि आरामदायी यात्राको लागि अति नै उपयुक्त। 1200 सीसी को पेट्रोल इन्जिन, सिंगल ओनरशिप, 45,000 मात्र किलोमिटर रन भएको, कम्प्लिट ब्रान्ड न्यू टायर, बकेट फिटिङ सिट, एकदमै राम्रो, जिरो स्क्रैच, पावर स्टियरिङ, पावर विन्डो, एसी, एयर ब्यागदेखि सबै कुरा लोडेड, मारुति सुजुकी इग्निस डेल्टा 2018 मा बनेको अब तपाईले पाउँदै हुनुहुन्छ मात्र मूल्य रु 21,50,000। त्यसमा पनि केही पैसा घट्न मिल्ने, 50% सम्म फाइनान्स अनि तपाईसँग भएको गाडीसँग सट्टा पट्टा छँदैछ। तपाईले त्यो गाडी हामीसँग हेर्नुभयो। यो गाडी तपाईले कुनै पनि गाडीमा मैले भनेको प्राइसमा तपाईलाई छुट पनि हुन्छ भने अर्को चाहिँ हाम्रो एड्रेसको कुरा गर्नुपर्दा हाम्रो यो बल्खुमा लोकेटेड छ, जुन कलंकी र सानेपाको बिचमा। बल्खु भनेपछि कति साथीलाई थाहा नहुन सक्छ, यो अगाडिपट्टि चाहिँ परीक्षा नियन्त्रण कार्यालय TU त्रिभुवन युनिभर्सिटी छ, त्यसको अपोजिट मेन हाइवेको ट्र्याकमै। अब तपाईले हामीलाई कन्ट्याक्टको लागि चाहिँ हाम्रो माथि बायोमा गएर कल अप्सनमा क्लिक गर्नुहोस्, त्यहाँ तपाईले हाम्रो नम्बर भेट्नुहुन्छ, व्हाट्सएप, भाइबर या डाइरेक्ट कल हजुरको अनुकूल समयमा। हाम्रो यो संस्था चाहिँ बिहान 7 बजेदेखि बेलुका 9 बजेसम्म खुला रहन्छ। शनिबार तथा अन्य बिदाका दिनमा पनि खुला रहने हुँदा तपाई आफ्नो समयमा तपाई आफ्नो फ्यामिलीसँग कुनै पनि टाइममा हजुरको लागि हामी स्वागत गर्न एकदमै तयार छौं। पक्कै पनि मलाई लाग्छ तपाईले सेवा गर्ने मौका दिनुहुने नै छ। धन्यवाद।